मेरो नाम चाहिँ आकृति राई हो। हामी चाहिँ लौलिङ वार्डबाट हो। यो गाउँले बजार चाहिँ हाम्रो लागि चाहिँ एकदमै राम्रो छ, किनभने हामी बेसी यहाँनिर चाहिँ हामी आमा दिदी बहिनीहरू छ है। हामी आमा दिदी बहिनीहरू चाहिँ घरमा खालि चुल्हा चौका मात्रै गरेर बसिरहेको थियो। अहिले चाहिँ हामीले यहाँ फिल्डमा निस्केर है, हामी चाहिँ अलिअलि भए पनि पैसा हामीलाई आर्थिक अवस्थामा धेरै सहायता हुन्छ है। र हाम्रो चाहिँ सागसब्जीहरू यो डुफुहरू भयो, पहिला चाहिँ फुलेर बारीमा पहिले त्यत्तिकै हामीले गाईलाई बाख्रालाई दिन्थ्यौँ। र अहिले चाहिँ हामीले यो सब्जीहरू बेचेर है हामी आमाहरूलाई अलिअलि भए पनि पैसा भइरहेको छ। गाउँले बजार चाहिँ हामी आमा दिदीबहिनीहरूको लागि चाहिँ एकदमै राम्रो, हामीलाई चाहिँ खुसी लागिरहेको छ। अहिले चाहिँ अब काम नगरी बस्नेहरूलाई त अब पैसा रुपियाँ पनि देख्नु पाउँदैन है। जति जाँगर गऱ्यो मान्छेलाई त्यति पैसा रुपियाँ हुने हो। र हामीले जाँगर गरेर यसरी कृषि क्षेत्रमा अघि बढ्यो भने चाहिँ सागसब्जीबाट पनि हामीलाई धेरै सहायता हुँदो रहेछ। हामीले चाहिँ अब यो कृषि क्षेत्रबाट अहिले पैसाहरू कमाउनु हामीलाई निकै घरमा सहायता भइरहेको छ। हुन्छ, धन्यवाद।